एन्जिला प्रगति सलिना बुढा मकर बाहिर। नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ एनबिए लिग 2025 को दोस्रो पटक आफ्नो हिस्ट्रीमा यस उपाधिमा कब्जा जमाएको छ यस टिमले। अर्को एकपटक विभागीय टोली पुलिसले नै सक्सेसफुल्ली आफ्नो टाइटललाई डिफेन्ड गर्न सफल भएको छ। उपविजेतामा सीमित भएको छ टिपटप न्यू डायमन्ड युथ स्पोर्ट्स एकाडेमी काठमाडौँ। तर उनीहरूको पनि मेहनत राम्रो थियो। थ्रु आउट द टुर्नामेन्ट अत्यन्तै राम्रो भलिबल खेलेको थियो यस टिमले। अन्ततः फाइनलमा भने डिपार्टमेन्टल साइडले पुल अफ गरेको छ विक्टीलाई यस च्याम्पियनसिपलाई र पोखराको कभरलमा आफ्नो झण्डा गाडेको छ नेपाल पुलिस क्लबले। दर्शकवृन्द पोस्ट म्याच भने आज अन्तिममा हुनेछ जब क्लोजिङ सेरेमनी हुनेछ। अहिलेको समयमा भने हामी लाग्न चाहन्छौँ यो फाइनल के कस्तो रह्यो। यदि मिस गर्नुभएको थियो